प्लेट चाउमिन खानुभन्दा त 2 हाफ मगायो भने चाहिँ धेरै आउँछ होला है भन्ने सोचेको। सो अब नेक्स्ट अर्को कमिक माई डियरेस्ट फ्रेन्ड एन्ड भेरी फनी प्लिज तालीको गडगडाहट है अब प्लिज गिभ इट अप फर सुशान्त बस्याल एभ्रीबडी। हेलो 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 एभ्रीबडी। यहाँ सिजर छ कसैलाई? सिजर पेसेन्ट इन द हाउस? आई एम सिजर पेसेन्ट होइन। अब त्यो कसरी भयो के भयो लङ स्टोरी, 1 घन्टाको सो छ मेरो आफ्नो युट्युब च्यानलमा। त्यसमा मलाई सिजर छ क्या। अनि यो चाहिँ एकदमै कम्प्लिकेटेड कन्डिसन हो क्या। जस्तै बेसिकली के हुन्छ यसमा भने तिमी ढल्छौ, तिमी बिहोस हुन्छौ अनि कान्न थाल्छौ क्या। बेसिकली ढले ढले प्रो म्याक्स। यसको स्टेप चाहिँ ढले 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 हो क्या। लास्टै कम्प्लिकेटेड कन्डिसन हो क्या यो। जस्तै कन्डिसन त एकदमै कम्प्लिकेटेड छ, स्पेलिङ नै कम्प्लिकेटेड छ क्या यसको। सिजरको स्पेलिङ थाहा छ? हार्ट एट्याक आउने कुरा गरेँ सिजर। यसको स्पेलिङ SEIZURE हो क्या। ZURE जर मैले माने, मैले पत्याइदिएँ। SEI कसरी सी भयो बे? इङ्ग्लिस जति अल्छी ल्याङ्ग्वेज कुनै छैन क्या दुनियाँमा। इङ्ग्लिसमा सी मात्रै प्रोनाउन्स गर्दा 7वटा मिनिङ लाग्छ क्या। गनेर भनिदिन्छु म यही SEIC 1 काउन्ट विथ मी है। SEEC 2 SHEC SEAC XIC छी द फकिङ लेटर सी। एउटा लेटरले गर्न सक्ने चिजको 7वटा मिनिङ छ क्या। एउटा पनि होइन आदि छ। भात पाक्दा कुकरले जुन आवाज निकाल्छ त्यसको 7वटा मिनिङ। त्यही भएर खैरोहरू साइको भएर राइस कुकर बनायो। यो सिजरको कुरा गर्दै थियौँ हामी। यसको ट्रिगरिङ फ्याक्टर चाहिँ के हुन्छ भने जस्तै मैले जोक पर्फर्म गर्दैछु बिचमा कसैको फोन बज्यो भने एकदम स्ट्रेस हुन्छु म अनि मलाई सिजर अट्याक आउन सक्छ कि होइन। जस्तै स्ट्रेस प्रेसरले चाहिँ सिजर अट्याक आउन सक्छ क्या। त्यही भएर जस्तै म यहाँ अहिले जोक सुनाउँदैछु, मेरो कुनै जोक ल्यान्ड भएन भने मलाई स्ट्रेस हुन्छ अनि अट्याक आउन सक्छ। त्यही भएर चाहिँ त्यस्तो देख्न मन छैन भने मात्रै हुन्छ एकचोटि जस हाँस्दिनु होला। मैले यस्तो गरेँ भने हाँस्दिनु होला है ल। तर सिजरको सबसे वर्स्ट पार्ट चाहिँ जस्तै अरू कन्डिसनहरूको त जस्तै मेडिकल इमर्जेन्सीमा के गर्ने भन्ने कुरा छ्यापछ्याप्ती थाहा हुन्छ नि त। जस्तै हार्ट एट्याक भयो भने CPR गर्ने, यताउता सर्बल टोक्यो भने डोरी बान्ने सब थाहा हुन्छ नि त। तर सिजरको चाहिँ के गर्ने थाहै छैन, कसैलाई थाहा छैन क्या। सिजर अट्याक हुँदा चाहिँ के गर्ने डक्टरले पेसेन्टलाई नै भनिरहेछ क्या। यो सिजर अट्याक हुँदाखेरि चाहिँ टङ बाइट हुनसक्छ, त्यो भएर चाहिँ ज लुज गर्ने रे। सिजर पेसेन्टलाई नै भनिरहेछ। एउटा सिजर पेसेन्ट कोही ढलिरहेछ भने त्यसलाई सम्हाल्न अर्को सिजर पेसेन्ट खोज्नुपर्छ। कोही ढल्या छ अर्को खोजेर ल्यायो, कामेर बसिरहेछ त्यहाँ। अब यो पनि त फेरि पेसेन्ट हो, यो पनि स्टेजमा ढल्छ। सुशान्त अब नवीनलाई बोलायो, नवीन आयो, दुर्गा आई, भाइब्रेटरको चाङ बन्छ एकछिन। जस सबै कुराको क्योर हुन्छ होइन, सबै कुरा एकदम टेक्नोलोजी बढिरहेछ, AI आइरहेछ। जस्तो तर सुरुमा AI आउँदाखेरि चाहिँ कत्रो हल्ला थियो त, जब सब खाइदिन्छ, AI इज पावरफुल देन न्युक्स,
यो रोबोट फिल्ममा जस्तो रोबोट आउँछ दुनियाँ ध्वस्त हुन्छ के हल्ला थियो नि त। तर अहिले होमवर्क सार्ने माध्यम भएको छ कि 10 रुपियाँ दियो भने स्कुलमा साथीले सारिदिन्छ क्या मेरो। ChatGPT को सब्सक्रिप्सन $20 को छ। $20 दियो भने त साथीले 10 को भ्याकेसन होमवर्क, त्यो पनि $20 होइन, $2 को डलर। साइको AI सिजर। तर कुनै क्षेत्रमा चाहिँ एआईले राम्रै दबदबा पाएको देखेँ क्या मैले, राम्रै दबदबा पाएको रहेछ क्या। जस्तै मैले रिसेन्टली एआई पर्न देखाएको थिएँ क्या, होइन? जब चाहिँ खाइदिँदो रहेछ एआई डेन्जरस यार, एआई डेन्जरस छ। मैले रिसर्च गरेँ एआई डेन्जरस छ कि छैन भनेर ChatGPT मा। इज एआई डेन्जरस भनेर सर्च गरेको, ChatGPT ले भन्यो एआई माइट बी डेन्जरस इफ ह्युमन युज इट विथ रङ इन्टेन्ट। एआई डेन्जरस भइसक्यो, यसले हामी माथि नै लालचल लगाउन थालिसक्यो क्या। त साह्रै नालायक भइस, छोरा कसको, किन फेल भइस, टिचरै गतिलो छैन, किन सो ढुस भयो, अडियन्सै डम थियो। नेपाली पोलिटिक्समा पनि एआईको युज भएको देखियो रिसेन्ट टाइममा। एउटा पार्टीले आफ्नो महाधिवेशनमा क्राउड ठुलो देखाउनको लागि एआई युज गर्यो। यत्रो बुद्धि छ उनीहरूसँग, वाटर मार्कै हटाएको छैन। मान्छेको टाउको भन्दा ठुलो जेमिनाईको त्यत्रो पैसा छ यिनीहरूसँग, $20 को सब्सक्रिप्सन लिएको छैन क्या। सब्सक्रिप्सन लिन पर्दैन क्या, तलबाट अलिकति क्रप गरिदियो हुन्छ क्या। के हुन्छ, हद्दै भए 50 जना मान्छेको फोटोबाट काटिन्छ। तर त्यही पार्टीको सभापति प्रधानमन्त्री भएको बेला 76 जना मान्छे रियालिटीबाट काटेका छन् क्या। कसरी थाहा भयो तिमीहरूलाई म कमेडी च्याम्पियनको असिस्टेन्ट? होइन, इलेक्सन आउँदैछ होइन, के रमाइलो कुराहरू भइरहेछ। इलेक्सनलाई को एक्साइटेड हुनुहुन्छ? के रमाइलो कुराहरू भइरहेछ नि इलेक्सनको, होइन? मलाई सबसे रमाइलो लाग्ने चाहिँ फेसबुकमा एआई जेनेरेटेड फोटो, यतापट्टि केपी ओलीको, यतापट्टि बालेनको, क्याप्सनमा केपी ओलीको लागि लाइक थिच्नुहोस्, बालेनको लागि लभ थिच्नुहोस्। एउटाले कमेन्ट गरेको छ, नो केपी ओली अन्ली बालेन, राइट। मैले प्रोफाइल हेरेको त्यसको, फ्रम डोटी, लिप्स इन डोटी। यसले पूर्व हद्दै देखेको भनेको मामा गएर हो क्या। मामाले कमेन्टमा रिप्लाई गरेछ, सही हो भान्जा। मामाको प्रोफाइल हेरेको, फ्रम आछाम, लिप्स इन आछाम। क्या रमाइलो चिज भइरहेछ नि, होइन? अहिले इलेक्सनको सबसे हाँसो लाग्ने चिज चाहिँ मलाई यो हामी जस्तो उमेरको फर्स्ट टाइम भोटरहरू अचानक हिजोको आज राजनीतिक विश्लेषक भएर उदाएका छन् क्या। त्यो हिजोसम्म मेरो एउटा साथी छ, हिजोसम्म त्यो भट्टीमा 1 प्लेट चाउमिन खानुभन्दा 2 हाफ मगायो भने चाहिँ धेरै आउँछ। हाफ पनि होइन कि हाफ।
भन्ने त्यो केको आज तपाईँको त्यो बालेले तपाईँको पहिला सुरु त्यही रोक त तपाईँको कलेजमा टिचरलाई त भन्नु सस्पेन्ड भयो यो तपाईँको त्यो बालनले चुनाव जितिहाले पनि प्रधानमन्त्री बन्नको लागि 2/3 बहुमत ल्याएर विश्वासको मत जित्न चाहिँ गाह्रै छ आमा तेरो नीलकण्ठबाट शब्दावलीको जुन निस्क्यो तेरो नीलकण्ठबाट निस्केको यो शब्दावलीको शब्दार्थ थाहा छ तँलाई कहाँबाट चप्काइस बे तैँले यो शब्दहरू नेपालीमा ब्याचलर्समा 4th एटेम्पमा पास भएको यो 1st एटेम्पमा त पूर्ण विरामको ठाउँमा फुल स्टप लेखेर आएको थियो इनडेप्थ स्टोरीको एउटा भिडियो हेरेर आएर पेलिरहेको यसले भिडियो हेरेर आएर जोतेको भन्ने कुरा त मलाई त्यति बेला थाहा भयो जब लास्टमा भिडियो मन परेमा लाइक सेयर लाइक सेयर सब्सक्राइब त थाहा भएन तर घन्टी चाहिँ सेयर बज्छ है That's my set. Thank you so much.